नमस्कार, म राधा सैजु। यो केराको पात देखिरहनु भएको छ। यसमा रोटी पोलेर देखाउँदैछु। अन्तिमसम्म हेर्नुहोला, तपाईँहरूको लागि नै हो। र यसलाई चाहिँ केराको पातलाई पिस काटेर सट्ट पुसेर राख्नुहोला। यो राति नै चामल भिजाएर मसिनो मिलमा या मिक्सीमा पिसेर चुल्लीमा चाल्नुहोला। र यसलाई यतिको पातलो गरेर केराको पातमा डाडुले यसरी मिलाएर सकेसम्म यो तर्काउनु होला। र सट्ट मिलाएर हामीले चाहिँ यसरी तावामा बनाएको छु। तावामा अलिकति बिचो गहिरो हुने कारणले अलि अप्ठ्यारो हुन्छ र यसरी निकाल्नु होला। यो पिङ्क कलरको मलाई अति मनपर्छ। यसरी मजाले डाडुले मिलाएर चाहिँ हामीले फेरि यसरी तर्काउनु होला। जतिसम्म झर्छ झार्नुपर्छ। र झारिसकेपछि यसलाई चाहिँ यसको जुन टुप्पालाई चाहिँ हामीले सट्ट मिलाउनु होला। यसरी सट्ट मिलाइसकेपछि चाहिँ गोलो हुन्छ। र मैले टिनको पाटा, यदि हजुरसँग टिनको पाटा छ भने टिनको पाटामा गर्नुहोस्, झन् सजिलो हुन्छ यसरी टिनको पाटामा। र टिनको पाटामा चाहिँ बराबर भएकोले सर एकैचोटि चाहिँ भएर आउँछ। यसरी भएर आउँछ, बिचमा चाहिँ खाली हुँदैन। र मलमल कपडाले यसो प्रेस गरेर चाहिँ गर्नुहोला। गणेशमान कृष्णपारी ट्रस्ट र मिलिजुली परिवारको संयुक्त आयोजनामा हाम्रो इच्छा बालबालिकाको शिक्षा, गृहिणी दिदीबहिनीलाई उद्यमी बनाउने हामी मिलिजुली परिवारको इच्छा। कुन चामल भन्नुहुन्छ? यो सावा मन्चुली हो, स्टिम मात्रै हुँदैन।